मक्ख परेको हो यता हामी स्वयम्भूतिर हो स्वयम्भूतिर घुम्नलाई स्वयम्भूतिर आयो स्वयम्भू कता गयो हाम्रो लम्बु छ बाबा स्वयम्भू उल्टा रियाज उल्टा रियाज बस्नु यार हो फेरि बच्चा त यो गाई चाहिँ मर्निङ वाक बागबजारदेखि धेरै टाढा रहेछ 1 घन्टा लाग्यो नि 1 घन्टा यार 1 घन्टा वाले यता स्वयम्भूतिर हेलो उहाँ सारा सरियो ओए गयो फलोहरू त्यो लम्बु कता गयो लम्बु दाइ त हराउनु भयो हरायो लम्बु हाम्रो हरायो धेरै टाढा छ ओ धेरै टाढा पुरो छ यार गाडी पायो भने गाडीमा जाउँ है अब त भइरह होला होइन कता गयो त्यो आउँदैन यार खोइ त आउँदैन उसले त्यो घुमाइरहेको त्यो डल्लो यो त काम के फाइदा गरेर बस्छ के हो मोबाइल ल्याएर होइन अब त्यो गाडीमा जाउँ यार सकिँदैन यस्तो मजा लाग्यो राम्रो गाडीमै जाने मजाले गाडीमै जाउँ पैसा छ भने काम केटा म त जान्दैन पैसा गिरीमा लगिहाल्छ गिरीलाई पछि भयो भने 1000 तल दिइहाल्छ छुट्टै त्यही भएर केटा हो हासनको उसलाई त छुट्याउने हामीले गाडीलाई अनि आज त्यो के भन्छ त्यो लम्बु हराइहाल्यो लम्बु हरायो हामी चाहिँ अब सिधै हामी चाहिँ खोजीमा हो खोजीमा हो हामी चाहिँ खोज्दै हिँडेर बस्दैछु फेरि पुरै जिन्जी भएर होला जोस लागेर किनेर यहाँ खर्च गर्नु भन्दा त मलाई दिनु नि आज हो यस्तो पनि छ अनि यो गरेर कति महँगो होला है हो यार 2 करोड रुपियाँ त्यही भएर लम्बु कता हरायो भन्ने कुरो हो क्या हरायो भने आफूलाई तल पर्छ या होइन आइहाल्छ नि त्यो त उता हामी हिँड्दै गरौँ न ल केटाहरू अगाडि अगाडि आउनु न ल साथीहरू है अब बाहिर लम्बुलाई हामी खोजेर सक्यौँ हामी चाहिँ खोज्दा लम्बुलाई पाउन सकेको त्यो भिडियो त्यो सपना चकना चुर भइहाल्यो हरायो अब के गर्नु हजुर दुखी हामी चाहिँ रोइरहेछौँ फेरि यता विजय सरलाई खोज्दा खोज्दा हामी यता परमुनितिर लागिसकेका छौँ होइन यता हो आयो आउँदै उता ऊ पर त्यो लम्बुलाई भेटाए पछाडि छ गाडी छ अगाडि चाहिँ छैन पछाडि अझ 1 किलोमिटर पछाडि उता दौड्दैन सबैको यसो गरेर निलो बस्दैछ त ढोक्दैन धेरै मिहिनेत हो धेरै ढोकेर मात्रै बस्छ भगवान्लाई हामी चाहिँ यस्तो भविष्यको लाउरेहरू त्यस्तै हो हामीले धेरै भरोसा मान्दैन भगवान प्रति होइन मान्छ त मान्छौँ तर त्यस्तो जगुमाथि विश्वास गर्नु होइन यतिखेर चाहिँ राम्रो आउँदो रहेछ कि होइन यो घाममा राम्रो राम्रो आउँछ कि डल्लै माथि साइडमा आउनु केटा यार यो कुरोहरू रहेछ त यार राम्रो हो तारे आज हाम्रो प्लेट गरेको ओ आज हाम्रो सट्टा सन्डे केटाहरू सन्डेमा हामी यस्तो फ्राइडे मारेर आउँछौँ भनेर अब के गर्नु त सन्डे फ्राइडे